हेलो गाइज वेलकम टु माई न्यू ब्लग एन्ड न्यू च्यानलमा सबैजनालाई स्वागत छ। आज चाहिँ म धेरै दिनपछि भ्लग गराइरहेको छु नि त। मैले गराएको थिएँ नि त, धेरै दिन भएको थियो मैले गराएको थिएँ नि त। आजदेखि चाहिँ मैले अब डेली भ्लग मतलब दिनको भ्लग गराउँछु भनेर बनाइरहेको छु। फर्स्टमा चाहिँ म रुम जान्छु। अब भर्खर कामदेखि आएको, त्यही 40तिर पुगिन्छ, फेरि 40मा रेडी भएर हिँड्नु हुन्छ। त्यही त अब हिँडेर फेरि रेडी भएर ट्याक्क निस्क्यो। म रुम पनि पुग्यो र रुममा छिरेर फेरि फ्रेस हुनु पऱ्यो, कपडा सपडा लगाउनु पऱ्यो अर्को। अब त्यही त फेरि आउने जाने। अब फेरि ग्याटकोमा जाँदाखेरि अब त्यस्तै हुन्छ। फेरि अहिले कस्तो हुन्छ अहिले सब देखाउँछ नि त, के कस्तो हुन्छ जाँदाखेरि होइन। र ग्याटको लागि तयारी भएर पनि रेडी भएर ट्याक्क लगाएर गएर रेडी भइसक्यो। 8 पनि बजिसक्यो। 8 बज्यो, 9 बजीदेखि स्कुल हो नि त। अब ट्रेन स्टेसन जानु पऱ्यो। ट्रेन स्टेसन जानु 10 मिनट लाग्छ। ट्रेन स्टेसन गयो, त्यहाँदेखि फेरि हिँड्नुपर्छ। अब ट्रेन स्टेसनमा पनि अब लास्ट भिड हुन्छ कि ट्रेन स्टेसन फेरि बिहान आउनु सबै। अब जे काम पनि अब बिहानै जान्छ नि त, त्यो ट्रेन लास्ट भिड हुन्छ क्या। म चाहिँ अब रेडी भएर निस्केको। यस्तो प्याक हुन्छ नि ब्याङ्कमा, कस्तो हुन्छ क्या। गएको लास्ट प्याक हुन्छ नि, यस्तो भिड छ, यस्तो प्याक हुन्छ नि। म जाँदाखेरि लास्ट बहुत प्याक हुन्छ नि, मान्छेको त यस्तो धेरै हुन्छ नि मान्छे। म जाँदाखेरि पुरो त्यहाँ ट्रेन स्टेसन यस्तो हुन्छ मान्छे। त्यहाँदेखि अब ट्याप हालेर सर्छ। अघि यस्तो प्याक भयो क्या। त्यो पनि ट्रेन पनि प्याक भयो। पहिलो ट्रेनमा नगएर सेकेन्ड ट्रेनमा गएको, यस्तो प्याक थियो। हिँड्दा पनि ढिलो पनि भएर गएको, पनि लास्ट ढिलो भयो क्या। यहाँ हिँड्दै गएर बिहान फेरि यस्तै हो कि जहिले यस्तै हो। त्यही त गएको फेरि लास्ट ढिलो हुन्छ नि त। अब बिहानै उठ्न सकिन्न, उठ्यो भने काम हुन्छ, कामदेखि आउँदा ढिलो हुन्छ। त्यही त फेरि हल्का फुल्का भइहाल्छ दौड गएको सकेर पनि ट्याक्क आएर अब गएको पनि भइगयो। मसँग फेरि यहाँ यिनीहरू पनि छन् क्या। अनि चिलमा आएर यहाँ फेरि अब मस्त अब कुरा गर्दै चिलमा आएर यहाँ एउटा दुइटा परिहरू छन्। हेर्दै स्यान नानी भैँसी जस्तो मान्छे नदेखेन। कस्तो दामी मौसम गर्छ यार। तर यहाँनिर यस्तो मस्त देखिन्छ नि मौसम। ए मैले जुम गराएन हो, तिमीलाई देखाएन क्या। म यत्तिकै बोल्दै हाम्रो गएको हिरोइनहरू हिरोइन जस्तो क्या। म त छुनै छ अब होइन। म छैन त भन्छ। हाम्रो गाउँको सबसे ह्यान्डसम म्यान यो त अति हाँस्छ त। अनि हो त नि, हाम्रो गाउँको सबसे ह्यान्डसम म्यान हो। सब केटीहरू लाइनका लाइन छ क्या, बाटो जाँदै भेट्छ। कहाँ भेट्छ? भेट्छ आज मात्र हो हामी चाहिँ हिँडेको गाइजहरू। कोरेवा वरै त त्यसले ए जापानिज पनि आउँछ नि यिनले त। क्लास सकेर ट्याक्क आएर थिएँ, दुइटाखेरि भेट्यो क्या बाटोमा। यिनीहरू फेरि जहिले यहीँ भेटिन्छ नि यिनीहरू, जहिले यहीँ भेटिन्छ। तिमी जापानिजमा खतरा हो न? जापानिजले खतरा बोल्छ यिनले, बोलिदिएको त। जापानिज बोलेर
के बोल्ला थियो अघि बोल त यिने यस्तो दामी मौसम गरे नि अब घाम छैन क्या यिनीहरू फेरि त्यत्तिकै जोतमा छाता गरिरहने नयाँ छाता हो कालो छाता हो भाइ नयाँ छाता यो देखाएको छु थर्मसवाला छाता देखाएको छु भयो कि भयो कसैले यस्तो छाता चाहिँ यस्तो देखाएको मैले पहिलोचोटि देखेँ पहिलोचोटि मैले देखेँ ए पहिलोचोटि देख्यो तर आँखा आज लास्ट भयो नि आज यस्तो दुखिरहेको आँखा हेर पढेर होइन कि काम गर्न गएको थियो नि त त्यही भएर हो क्या काम गर्न तिमी यस्तो यिनको फेरि दामी छ नि त अब काम डेमा काम जान्छ नि नाइटमा सुत्छ नि त अब हाम्रो अब नाइटमा काम पैसा धेरै कमाइन्छ नि त भाइ तिम्रो मेरो को यो हो 2 लाख कमाउने 2 लाख कमाउने मान्छे यो त हेर त 2 लाख कमाउने र कति कमाउँछस् भन्न त्यो बेला मेरो त हुन्न मेरो त कहाँ 2 लाख 2 लाख 2 लाख त माथि जान्छ होला तेरो ल के भन्छ बेजत अहिले बेजत गर्लाई सिले अरे जापानकै नम्बर 1 बढ्नुहुन्छ यहाँ 2 जना ए पैसा कमाउने मान्छे 3-4 लाख कमाएर हुन्छ हामीले 2 लाख कमाएर हुन्छ त मैले त 2 लाख पनि कमाए हैन साच्चै हो नगर के कस्तो 2 लाख 1 लाख जति हुन्छ त्यो के गर्दा एक पनि म पनि यहाँ मात्र नै गर्ने मान्छे म ए लास्टमा 1 बज्दैन हौ तिम्रो कति बज्छ रेस्टुरेन्ट हो छैन कति जति जिखान त दिन्छ 28 घण्टा हो यिनले कस्तो पुरै दिए हैन तिमी त पैसा तर केटीहरूले पैसा लाख बचाउँछन् क्या ए जति जति मेकअप गर्ले छि भयो के नाटकमा गरेर सनस्क्रिन के हाल्नु नि सनस्क्रिन लगाउनु त खाइ बिहान लाग्यो भाइ बिहानदेखि अहिले कस्तो हालत नाटक नगर अब फेरि स्टेसनमा पुगिन्छ स्टेसनमा यति धेरै हुन्छ मान्छे स्टेसनमा त्यही जग्गा मान्छेले कहिले देखेकै छैन स्टेसनमा यति हो अब भएको कुरा त कस्तो बिहान कति धेरै हुन्छ भन त भाइ लास्टै हुन्छ नि बिहान फेरि बिहानमा एउटा ट्रेनमै आएन नि अनि अगाडि लाग्छु अनि अगाडि लाएर अनि बल्ल जान्छु म त आज पनि यस्तो अब एकैमा पनि पुगिन्छ ट्रेनबाट पनि झर्यो अनि ट्याक्क आइयो पनि ट्रेनमा पनि ट्रेनदेखि झऱ्यो भने अब रुमतिर हिँडेर म त अब त्यही अब रुममा पुगेर अब खाना खाएर त्यही त फेरि अब डेली त्यही त खाना खाने त्यही अब एकछिन सुत्ने फेरि साँझ काम गर्ने त्यही त हो अब यही हो कि जापानमा यही त हो अब काममा जाने आउने पढ्न जाने पढ्न पनि के पढ्ने क्लासमा गएर त सुताइ मात्र हुन्छ अब त्यही हो सुत्ने सुत्न दिएको मान्छेहरूले त्यही पनि कहिले सुत्न दिँदैन आज त सुत्न दिएन भने साथीहरूले आज सुत्दै सुत्यो होइन आज त गएर रुममा गएर सुतिन्छ अनि फेरि साँझ काममा गइन्छ बिहान नास्ता खाएर आएको त्यही त हो अब रुममा पनि पुगिन्छ एकछिन रमाइलो गर्दा गर्दै साथीहरूसँग यहाँसम्म आइयो तिनीहरू पनि गयो म पनि यता आएँ नि त अब आश छ क्या आज पनि घाम धेरै बढेको छ नि त अब घाम बढिरह घाम पनि यस्तो खतरा नेपाल कस्तै घाम छ यार अब झन् बिस्तारै बढिरह घाम पनि त्यही हो मेरो फेरि मर्निङ गएको छ नि त मर्निङ गएको छ बिहान अब रसमा आइन्छ अब रसमा फेरि त्यही क्लास गइन्छ त्यही त गाह्रो 1-2 बजिसक्यो क्या 2 बजीसम्म बिहान 8 बजे गएको 2 बजिसक्यो नि त फेरि यता काम हुँदैछ मस्त काम हुन्छ यस्तो काम हुन्छ काम जापान हुन्छ अब यस्तो मस्तले काम गरिरहेको पहिला के हुन्छ केही हुन्छ सामान खालको सब सेफ्टीका साथ हुन्छ क्या अब मान्छे बाटोमा हिँडिरहनु नि काम भइरहेको घर बनाउने काम भइरहेको त्यही त हो फेसिलिटीहरू त्यही त धेरै छ अब सुविधाहरू यताउता पहिला यार यो बाटो हिँड्दाखेरि पनि के जस्तो म्याप हेर्नु पर्थ्यो आजकल त अब म्याप नहेरेर पनि सरासर हिँड्न सकिन्छ क्या त्यही त अब सुरुमा अब नदेखेको होइन ठुलो घर अब एउटै जताततै अब एउटै टाइपको घर हुन्छ नि त यतातिर जताततै हेर्दाखेरि पनि त्यस्तै देखिन्न क्या
आजभोलि त अलि त्यस्तै त भयो। अब आजभोलि हेर्नु पर्दैन म्याप स्यापहरू। एम्बुलेन्स म त रुम पनि पुग्न लाग्यो भनौँ। यस्तो घाम छ नि ठ्याक छाता पनि ल्याएन आज भने लास्टै घाम छ क्या। एम्बुलेन्स पनि गयो। एउटै टाइपको घर त हुन्छ भन। अब देखिन्न चिनिन्न नि त सुरुमा त म्यापमै हेऱ्यो हिँड्यो। आजभोलि त अब प्रायः हेर्नु पर्दैन म्याप हिँड्दाखेरि त बाटो त चिनिन्छ कि। यो ट्रेन अब नयाँ ट्रेनको अब कतै जाँदाखेरि चाहिँ त्यो त हेर्नुपर्छ फेरि अब कुन त्यसमा जानुपर्छ कुन त्यसमा जानुपर्छ भनेर त्यो त हेर्नुपर्छ। अरू त प्रायः यताउता हिँड्ने त अब हेर्नु पर्दैन त्यस्तो। पहिला यही बाटोमा हिँड्दाखेरि हामी हराउँथ्यौँ मेरो साँच्ची भने। यही बाटोमा हिँड्दाखेरि क्या यस्तै हो। अब धेरै कुराहरू बुझिन्छ नि त अब यहाँको अब सबै बिस्तारै अब सबै बुझ्दै गइन्छ। त्यही हो। रातभरि सुतेको छैन कस्तो भए यस्तो त्यही म रुम पनि पुगेँ। गफ खाँदै कुरा गर्दा रुममै पुग्यो। अब साँझ त्यही त हो फेरि साँझ काममा जाने त्यही अब डेली लाइफ नै यही छ क्या मेरो। अब कामदेखि आयो फेरि गयो त्यही हो। गाडी गयो आयो फेरि सुत्यो काममा गयो त्यही ल गाइस म रुम पनि पुगेँ। अब सधैँ देखाउँछु नि हाम्रो घरको नजिक मन्दिर छ मन्दिर ट्याक्क लगाएर हाम्रो घरको नजिक मन्दिर। हाम्रो रुम यो हो क्या हाम्रो फेरि पुग्यो। अब चट्टो आएर गइन्छ। ल गाइस बाई यति नै भ्लग।